हेलो गाइज गुड मर्निङ तपाईहरु सम्पूर्णलाई स्वागत छ आजको भिडियोमा। आज फेरि म खोला आएको छु। हिजो जाल थापेको थिए। यी माछा देख्न सक्नुहुन्छ तपाईहरुले। यहाँ यस्तो छ। यहाँ माछा आज सोचेको जस्तै माछा परिरहेको छ। अब म यो माछा सबै निकाल्ने वाला छु जालबाट। अनि टोटल कति पर्यो हेरौँ है त हामी। ल गाइज मैले माछा निकालिसकेको छु। आजको माछा चाहिँ यति परेको छ है, देख्न सक्नुहुन्छ। कम्तीमा नि 2 किलो जति छ होला। यहाँ 2 किलो मेरो हिजो 12 बजेबाट आज बिहान 7-7:30 बजेसम्मको कमाइ हो यो। यो चाहिँ कम्तीमा नि 800 रुपियाँ किलो बेचे पनि 1600 रुपियाँ आइहाल्छ मलाई। र दुःख गर्नुपर्छ है, दुःख गऱ्यो भने छ अझै पनि माछा चलिरहेछ। यहाँ दिनमा 800-1000 कमाउनु भनेको नि सानो कुरा होइन नि त। यहाँ गाउँमा बसेर यस्तै छ। मेरो भिडियो कति माछा मारेको मात्रै हाल्छ, कति माछा मारेको मात्रै हाल्छ नभन्नु है। अब म गाउँबाट अन्त गएको छैन। यताउता गएको बेलामा यताउताको भिडियो पनि हालिरहेको छु। अहिले डेली भ्लग मेरो यस्तै चलिरहेको छ। त्यही भएर मैले माछाको भ्लगहरू हालिरहेको छु। कस्तो लाग्छ तपाईँलाई? मन परेमा लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। ह्याभ अ नाइस डे। तपाईँको दिन शुभ रहोस्। ओके बाई।